हेलो एभ्रिवान, नमस्ते। स्वागत छ यहाँहरूलाई मेरो अर्को एउटा नयाँ भिडियोमा। आज चाहिँ म चिकन कलेजो छोइलाको रेसिपी लिएर आइरहेको छु। सर्वप्रथम त थोरै बेसार राखेर कलेजोलाई बोइल गर्ने। यसरी बोइल गर्दा कलेजोमा भएको थोरै गन्धहरू पनि हराएर जान्छ र यो बोइल गरिसकेपछि यसलाई ठिक्क टुक्रामा काट्दाखेरि पनि पाकेको छैन भने पनि केही छैन। यसलाई हामी फेरि पनि पोल्दाखेरि चाहिँ यसमा स्मोकी फ्लेभर आउने भएको हुनाले छोइला चाहिँ एकदम मिठो र स्वादिष्ट हुनाले म चाहिँ सधैँभरि यसलाई पोलेर नै बनाउने गर्दछु। यसलाई थोरै पोल्न पनि भएन र धेरै डढाउन पनि भएन। थोरै पोल्यो भने खासै मिठो हुँदैन, धेरै डढायो भने तितो हुन्छ। यतिको भयो भने चाहिँ एकदम ठिक हुन्छ। त्यस्तै अर्को सामग्री गोलभेडा भएन भने छोइला त एकदम अधुरो हुन्छ। यसलाई पनि म पोलेर नै बनाउने गर्दछु। साथै छोइलाको इम्पोर्टेन्ट पार्ट भनेको यो साध्ने सामग्री हो। लसुन, अदुवा, तातो पानीमा भिजाएर राखेको खुर्सानी, टिमुर। म चाहिँ सिलौटोमै पिस्न मनपर्ने भएकाले मिक्सर चाहिँ खासै प्रयोग गर्दिनँ। र यतिको भइसकेपछि अघि फेरि हामीले पोलेको गोलभेडालाई पनि यसरी नै सिलौटोमै लस पिस्ने। यसरी लस पिसेको चाहिँ एकदम मिठो स्वाद आउँछ जस्तो लाग्छ मलाई र आउँछ पनि। यतिको तयार भइसकेपछि म चाहिँ अघि ठिक पारेर राखेको सबै सामग्रीहरू लिएर साध्न गइरहेको छु। प्याज, काटेको हरियो लसुन, खोर्सानी, धनियाँ, जुलियन कटमा काटेको अदुवा। यो चाहिँ अप्सनल हो, हजुरहरूले स्किप गर्दा पनि हुन्छ। अघि पिसेको अदुवा, लसुन, टिमुर, स्वादअनुसार नुन, स्वादअनुसार रातो धुलो खोर्सानी। यो चाहिँ मेरो स्पेसल छोइला मसला। अनि अघि पिसेको यो चाहिँ गोलभेडा। त्यस्तै तोरीको तेलमा मेथी बेसार फुराएर सरर झान्ने। कति मिठो बास्ना। यो तोरीको तेल चाहिँ हाम्रो घरकै हो है। अनि यसलाई फेरि मजासँगले मिक्स गर्ने। जति मजाले यसलाई मुछ्यो उति यसको स्वाद बढ्ने भएको हुनाले यसलाई चाहिँ राम्रोसँग मोल्ने। मेरो घरमा अरू बेला नर्मली मासु पकाउँदा एउटा दुईटा कलेजो आएको छ भने पनि कसैले पनि मुखैमा हाल्नुहुन्न, मनै पराउनुहुन्न। तर यसरी बनाएको चाहिँ एकदम मन पराइदिनुहुन्छ, साह्रै मिठो गरी खाइदिनु।